बार लड़ जावे ओ जिसे देखे दिल मेरा पीछे पीछे पड़ जावे दिन में ये तेरी कर कहीं और गुजर रही है रातें करना जो दूसरी दफा पहली बार कर जावे मैते के अरे नाम चाहिँ के अरे मैते डार्लिङलाई केक दिन आउँछ होइन केक रेडी हुनुहुन्छ त्यही होइन ब्ल्याक फरेस्ट भन्यो है ब्ल्याक फरेस्ट यही केक हुन्छ त्यो नाम भाइ रमाइलो हुँदैछ नि है एकदम रमाइलो छ हामी चाहिँ साथीको लागि एउटा केक सानो खालको सेलिब्रेट ब्ल्याक फरेस्ट होइन सही ठिकै छ मैले त्यो पाँच बल झगडा अरू यहाँ गर्नु पर्दैन बर्थडेको लागि सामान निकाल्दै कार्यक्रम हुँदैछ अब यहाँ चाहिँ सामान निकालेर म डाटा ट्रान्सफर अहिले तपाईँ ट्रान्सफर गर्छु यो चाहिँ केक भइहाल्यो यो केक छ भने डाटा टन्देखि नि मसँग के चाहियो डाटा यहाँ छ जो दिनसम्म मसँग डाटा मलाई सबै सामान बोको मैले टेन्सन नगर म चलाउँछु अहिले चिलाउँछु भन्न आएछ म चलाउँछु तिमी अहिले गाडीमा जाऊ न आज विजयजीको बर्थडेमा आएको अनि त्यस्तो अब म चलाइहाल्छु टेन्सन नगर न तिमी कस्तो हुँदैछ फिल बेटर फिल गर है बेटर फिल हाँस्नु पर्यो हो विजयजी बोतल देऊ न सागर पानी त लिएन नि त यार साथै पानी पुग्छ हाम्रो भ्लगमा आउनुहुन्छ है तपाईँहरू पनि भाइरल हुनुहुन्छ नि तपाईँहरू घुम्न आउनुभयो कस्तो राम्रो देखायो जी कस्तो हुँदैछ यो के हो पुको पानीतिर लिएर कता ओस लागिरहेको त भाइ चिसो पानी फ्रिजको ओस लागिरहेको उदलजीको एउटा निकालौ
निकालौँ भने यार कहाँ ननिकाल्नु हुन्छ मोड अफ नगर न अन गर न यार होइन के भइरहेको मोड डल्लो ए यार क्या के डल्लो भने तिमीले मोमो खाना आएर डल्लो होला भाइ तिमी पनि यस्तो बबल हाल्यो मान्छे जिन्दगीमा कसैले नदेकोस् के जल भन्यो बर्थडेमा आछौ हामी यता ह्याप्पी बर्थडे भनिदिनु त हैप्पी बर्थडे लेकिन बर्थडे का आदमी ऊपर है कोई बात नहीं ठीक है अंकल जी हाल्नु गाइज कस्तो हुँदैछ आजको बर्थडेलाई सबैजना यता हेरेर अलिकति ह्याप्पी फिल गरिदियो है केटाहरूलाई है आज यहाँ अलिकति जुगाले प्रब्लम दिइरहेछ हाम्रो केटाहरूलाई होइन अब बर्थडे सेलिब्रेट हाम्रो फाइनली केक आइसकेछ केकको नाम पढ्न सक्नुहुन्छ एकदम दामी टाइपको छ है मैते डायरी ह्याप्पी बर्थडे डायरिङ हुँदैछ अलि छिटो हाल न के हो कहाँ कति टाइम लगायो फटाफट ल फटाफट पाल्ने मैतो हुने होइन आजको इस्मा छ अरे अब नाम त मैतेको छ मैतेले पाल्ने विजयजी के हुँदैछ आजको बर्थडे हुन्छ पछाडिको त्यो कपडाहरूले दामी देखाएको छ होइन विजयजीको लागि स्पेसल कपडाहरू है विजयजीको लागि टाँगेर नेपाली सम्पदाहरूमा बिर्सौँ के गिफ्ट खै गिफ्ट गिलास गिलास गिलासहरू ल केटाहरू गिफ्ट दिउँ ल अब गिफ्टको समय चालु भइसक्यो ह्याप्पी बर्थडे टु यु जे म अर्को जाऊ त धन्यवाद खै गिफ्ट छ ह्याप्पी बर्थडे टु यु है ह्याप्पी बर्थडे टु यु खाना लागेपछि
मैले मुख धुनी ल ह्यापी बर्थडे मेरो भएन यो कुरा भनेको पानी रहेछ ल आयो आयो अर्को प्याकिङ प्याकिङ बक्स यस्तो होइन यो विदेशी विदेशी प्याकिङ भयो यो त विदेशी प्याकिङ हो पक्कै केनकै छ धेरै ठुलो छ कडा ल कडा यस्तो गिफ्ट त सायद कसैले दिएको छैन होला दादाको ल हाम्रो दादाले गिफ्ट के दिँदैछ अरे स्पेसल ल दाइ जाउँ त्यो गिफ्ट दिउँ ल आज त उपहार बियरै बियर छ है अब यतिखेर हाम्रो बर्थडे बर्थडे सकिसकेको भन्दा पनि बर्थडेको सुरुवात केक काटिसकेका छौँ स्पेसली हाम्रो विजयजी हुनुहुन्छ त्यसै गरी हाम्रो गेस्टहरू सबैजना हुनुहुन्छ कोही विदेशी हुनुहुन्छ कोही नेपाली हुनुहुन्छ यहाँ चारैतिर है उहाँ अमेरिका अस्ट्रेलियाबाट हिजो भर्खर ल्यान्ड हुनुभएको र उहाँ चाहिँ हुनुहुन्छ कोरियाबाट ल्यान्ड हुनुभएको उहाँ डाइरेक्ट उहाँ स्पेसली गेस्टै उहाँ हो आजको बर्थडे चाहिँ उहाँ ओमानबाट आउँदै हुनुहुन्छ गाह्रो छ तर केही छैन ल ठिक छ है ल हाम्रो सबै यहाँ चाहिँ नेपालबाट आएको प्रोचुकलबाट आउने चाहिँ यहाँ हुनुहुन्छ सबै विदेशी मात्रै हुनुहुन्छ है हाम्रो यहाँ चाहिँ त्यसैले ल आजको बर्थडे सङ्कलन भइसकेको छ अब हाम्रो खानपिन कार्यक्रम सुरु हुन्छ है खानपिन पछि चाहिँ हाम्रो सानोतिनो सुटको लागि चाहिँ अब के हुन्छ सो अब यतिखेर चाहिँ हामी खानपिन गर्दैछौँ पानी त पखाल्दैन फिल्म फर्किनु भयो धेरै त झ्यामा हालिदिनु के सब सबै फेरि पऱ्यो नि त अझै चुरा थप्ला क्या अब यसमा यो माथि चुरा माथि छ क्या सबै थप्नु के होइन चुरा थपा खाएर पहिले हालिदिएछ पाउनु ल सबैलाई धेरै धेरै धन्यवाद छ यो भिडियो फुल वाच गरिदिनु भएकोमा। आज विशेष गरी विजयजीको 2082 साल जेठ महिनाको 13 गते उहाँको बर्थडे रहेकोमा आज हामी सबै मिलेर उहाँको बर्थडे विश गर्दैछौँ। सो अर्को वर्ष पनि यसरी उहाँको बर्थडे मनाउन पाऊँ भनिकन उहाँलाई आशिष दिँदैछौँ। उहाँलाई धेरै धेरै धेरैभन्दा धेरै शुभकामना दिन्छौँ र आगामी दिनहरूमा पनि यसरी नै खुसी साथ उहाँ रहन सकोस् भनेर हामी आशिष दिन्छौँ। धन्यवाद यो भिडियो फुल वाचको लागि।